नमस्ते अङ्कल। नमस्कार। आइसक्रिम खान भनेर हजुरको आएको। अरूको भन्दा हजुरको आइसक्रिम मिठो हुन्छ, त्यही भएर। नानी बाबु कहाँदेखि आउनु भएको नानी बाबु? हामी डन्डादेखि। हजुरले आइसक्रिम बेच्न थालेको कति वर्ष भयो नि? मैले आइसक्रिम बेच्न थालेको त 16-17 वर्ष भयो बाबु। आइसक्रिमहरुमा चाहिँ कति आइटमको पाइन्छ, कुन सस्तो हुन्छ, कुन मिठो हुन्छ, त्यही भनिदिनुस्। मिठो चाहिँ सबै मिठो हुन्छ। आइटम थुप्रै प्रकारका हुन्छन्। म्याङ्गो, ओरेन्ज, क्याडबरी, बटरस्कच, अनि चकलेट, भ्यानिला, अनि मिल्कमा हुन्छ। र चाहिँ चोइसमा आफ्नो खाने कुन चोइस हो। मिठो चाहिँ सबै मिठो, होममेड हो। यो कुनै उद्योगबाट बनाउने होइन, घर बनाउने, घरबाट चाहिँ शुद्ध दुधबाट बनाउने, अनि चाहिँ शुद्ध खुवाउने। अनि यस्तोमा कोही डिफेक्ट केही पनि हुँदैन। तपाईँले आफै हेरेर चाहिँ यहाँ खान सक्नुहुन्छ, बनाएको पनि हेर्न सक्नुहुन्छ। मैले गर्न थालेको यहाँ 16-17 वर्ष भयो। पन्जाबमा मैले चाहिँ 7 वर्ष यही काम गरेर, वहाँ 1 वर्ष सिकेर 7 वर्ष आफ्नै काम गरेर चाहिँ यहाँ आएर पनि यही काम गर्दैछु अहिलेसम्म। र मलाई सबैले मन पनि पराएका छन् यो आइसक्रिम खाएर। र चाहिँ यो हामीले बनाउँदाखेरि चाहिँ घर परिवार सबैले मिलेर बनाउँछौँ। र तिमीलाई चाहिँ खाएर टेस्ट गरेर चाहिँ मनपर्छ कि पर्दैन, पहिला पनि खाएको छ कि छैन, अनि खाएपछि आफ्ना साथीहरूलाई पनि चाहिँ यहाँ यस्तो पाइन्छ भन्ने चाहिँ साथीहरूलाई पनि चाहिँ फलो गरिदिने गरे। र कस्तो आइसक्रिम खाने बाबुले भन है। कस्तो खाने आइसक्रिम? कुल्फी दिने एउटा हो। यहाँ चाहिँ यस्तो खालको छ। यो कोनमा हालेर खान मिल्छ, कपमा नि मिल्छ। अनि अरू क्वालिटीको खाने भएदेखि चाहिँ यहाँ मिल्क सेक पनि पाइन्छ गिलासमा स्पेसल। अनि अरू खाने भएदेखि यता चाहिँ भित्र फ्रिजतिर छ। यो खाने ल। यता पनि छ आइसक्रिम। यो मैले घरै उत्पादन गर्छु। र चाहिँ घरमा आएर कैयौँ साथीहरू पनि खानुहुन्छ। त हाम्रो बाबु नानी पनि आज आउनुभएको रहेछ। र खाएर चाहिँ टेस्ट गरेर अरू आफ्ना साथीहरूलाई चाहिँ फलो गरेँ। र चाहिँ कस्तो लाग्छ नानी बाबुले चाहिँ टेस्ट गरेर मलाई भनिदिनु पऱ्यो। र म डन्डा शहीद चोक पुलिस बिटको पछाडि बस्छु। त्यहाँ बस्नु लागेको मलाई चाहिँ 15-16 वर्ष भयो लगभग। यो नवलपुरको एरियाको नजिकको एरियाको मान्छेले लगभग चिन्छन् पनि मलाई। हजुरले बनाएको आइसक्रिम साह्रै मिठो हुँदो रहेछ। यो खाएर अहिले हामी जान्छौँ र पछि पनि फेरि खान आउँछौँ। धन्यवाद छ, धेरै धेरै धन्यवाद छ नानी बाबुलाई, सरलाई।